हरी आवाज है यहाँ पे। Wish, wish. यहाँनिर चाहिँ सबै डल्ले ल जाऊ। यहाँ स्कुल थियो हैन? उयो स्कुल होइन? पिपल बोट
कस्तो दामी फुल सो गाइस हामी चाहिँ यो निलो तिन भएको घरबाट आएको यहाँबाट यस्तो बाटो भएर बल्ल बल्ल यहाँ आइपुग्यौँ है उफ गर्मी यहाँ मेरो पसिना निस्किसक्यो यस्तरी सो गाइस त्यो रुखमा चाहिँ यस्तो यहाँ चप कोट्याएर बाल्ने क्या ए यसरी कोट्याएर बाल्ने यो ए यस्तो हुँदो रहेछ पानी नै पानी भएछ अस्ति पानी परेर त्यही त चप्नी के भन्छ अरे नानी खोटो खोटो सो गाइस यो चाहिँ खोटो है यसरी रुख ताछेर पानीले सबै भरिएको रहेछ यसरी रुख ताछेर यहाँ जम्मा गर्दो रहेछ कि यस्तो यत्रो सल्लाहको रुखमा यहाँनिर पनि छ यहाँनिर पनि तिम्रो पछाडि यता पनि रहेछ यति धेरै यो चप सबै झड मार्लै हामीलाई कसको मार्दैन कहाँ कहाँबाट आएर गरेको यस्तो जम्मा भएको रहेछ हरियो न हरियो नि यो हरियो चाहिँ बोल्ने हो सेतो हुन्छ क्या यस्तो यो पानीले गर्दा हरियो आएको मोबिल जस्तो रहेछ नि त कस्तो मिठो बनाउँछ के बनायो है ए पक्नै पकाइ यो के कस्तो कस्तो पो बनायो एउटा फ्रुट छ आँप जस्तो बनाइरहेछ सुँगो त काँचो आँप है आँप जस्तो बनाइरहेछ गाइस यो खोटो सबै यहाँ तला पनि त्यो माथि रुखबाट जस्तो चाहिँ पानी नै मात्र रहेछ पानी अस्ति पानी परेछ नि त त्यही भएर सबै पानीमा मिक्स भएछ सो गाइस हामी चाहिँ एकछिन रेस्ट गरिरहेको छौँ यहाँ तलबाट उकालो चढ्दै चढ्दै आएको गर्मीले कस्तो भइसक्यो हालत तिम्रो त केही भएको छैन है फिन फाइन छ मेरो सेचेर फेप्रै भइसक्यो उफ गर्मी यहाँ सल्लाहको सबै यो के हो सल्लाहको खै के हो है सल्लाहको चाहिँ हो तर के हो अब यस्तो हुन्छ होइन हामी चाहिँ यहाँ माथि जानुपर्ने हुन्छ अझै यहाँ माथि गएर अनि अझै टर्न लिएर यहाँनिर एउटा घर देखिरहेको छ है टिनको ऊ त्यो व्हाइट कलरको त्यो घरदेखि अझै अगाडि छ जानुपर्ने सो गाइस यो चाहिँ पानीको धारा अब यहाँ पानी आउँछ है लु पानी कसरी आउँदो रहेछ हेरौँ पानी गएछ यहाँ चाहिँ होला आयो त्यहाँनिर सानो सानो फुलहरू रहेछ डल्ले खर्सानी सबै तर्साउने बनाएको क्या सेतो सेतो है सबै सेतै मात्रै रहेछ
सबै डल्ले खोर्सानीको बोटहरू यहाँ तलबाट आमा यो चाहिँ हाम्रो डेस्टिनेसन हो हामी यहाँ आइपुगेछौँ अब चाहिँ हाम्रो यहाँ कामहरू छ थोरै सानो कामहरू यो वार्डमा सानो काम छ त्यो काम सकेपछि चाहिँ हामी फेरि फर्केर जानुपर्ने हुन्छ गाउँमा नै बल्ल बल्ल पुगिसके यत्रो 1 घन्टा हिँडेर गाइस यो चाहिँ हाम्रो बास्तिम है हामी चाहिँ भित्तलबाट हिँडेर आएको यहाँ नि भित्र चाहिँ शीतल हुन्छ सो गाइस यो चाहिँ हाम्रो बास्तिम पावरडुङमाको वाडा कार्यालय है यो झन्डा भएको सो गाइस पुरानो वाडा कार्यालय चाहिँ यो हो नयाँ चाहिँ उयानिर हो नयाँ त है कस्तो खतरा बनाएको रह्यो है अस्ति हामी आउँदाखेरि त्यस्तो थिएन बाहिर आएर क्या कस्तो त्यो किसकेको कस्तो बस्ने पनि सो गाइस हामी चाहिँ छिटो आइपुगेछौँ 10:05 भइसकेको छ अझै पनि खोलेको छैन गेट बन्द छ वाडा कार्यालयको अनि हामी चाहिँ यहाँ रेस्ट गरेर बसिरहेको छौँ शीतलमा एकछिन यो चाहिँ हाम्रो पुरानो वाडा कार्यालय हो पहिलाको पावरडुङमा यो खुल्दैन होला यो चाहिँ नयाँ सक्नुहुन्छ फेरि भन त अहिले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बास्तिम गाउँ यो चाहिँ हाम्रो बास्तिम है हामी चाहिँ अस्ति नै हिजो त्यहाँबाट आएको उयो पहाडहरू सबै नाङ्गेर आएको तपाईँहरू त्यहाँबाट आउनुभएको त्यहाँ त्यो उता सबै कता कटेर आएको आम्मा यो चाहिँ के खानेकुरा खै पहिला छ त टिप्न गइरहेको छु बहिनी आलु जा हो पाउँदैन भयो एउटा मात्रै टिप्यो कस्तो हुन्छ खै चाखेर खाऊँ न ए यस्तो हुन्छ के हो बयर हो कि क्या हो आलु जाने हो खाऊ तिमी खाऊ त कस्तो छ गुले छ अम्ला पनि छ यहाँनिर चाहिँ आलु जा यो चाहिँ कागती है माछाहरू कस्तो भारी हो चाहिँ आलु जाँदैछ कति धेरै फाल्यो नि छ्याप्पै रहेछ बाजुकामा उहाँ हेर्नु त थोरै छैन त्यसमा सो गाइस अहिले चाहिँ हामी यहाँनिर छौँ यहाँ पारिपट्टि चाहिँ यस्तो दामी ग्राउन्ड रहेछ त्यहाँ हुस्से पनि गइरहेछ टायरको रहेछ बस्ने कस्तो छ खाइ ल तिमी पनि यहाँ गुरुङ मिटिङ च्यानल हेरिरहेको छ है त्यो हेर्दा त भोक लागिसक्यो हामीलाई